नमस्ते। शक्ति राष्ट्रहरूले कमजोर देशहरूलाई कसरी आफ्नो दबदबामा राख्न चाहन्छन् भन्ने कुराको ज्वलन्त उदाहरण हो अमेरिका र इजरायलले इरानमाथि गरेको मिसाइल सैन्य हमला र केही दिन अगाडि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि गरेको गिरफ्तारी। किन चुप छन् विश्वमा शक्तिशाली मानिने चाइना, रसिया, भारत र युके जस्ता राष्ट्रहरू? के यो तेस्रो विश्वयुद्धको सङ्केत त होइन कतै? अली खामेनेईको निधनपछि अमेरिका सामु इरानले गर्ला आत्मसमर्पण कि स्थिति झनै भयावह हुनेवाला छ? को आउला अब इरानको सत्ता सम्हाल्न? फेब्रुअरी 28 शनिबारका दिन अमेरिका र इजरायलले इरानको राजधानी तेहरान र अन्य प्रमुख सहरहरूमा हवाई मिसाइल र सैन्य हमला सुरु गरेका छन्। यसलाई इजरायलले अपरेसन एपिफरीको नाम दिएको छ, जसबाट करिब 37 वर्षसम्म मध्यपूर्वको राजनीतिलाई आफ्नो इसारामा चलाउन खोजिरहेका सुप्रिम लिडर सैयद अली होसेनी खामेनीको निधन भएको अमेरिकाले दाबी गरेको छ। इरानले पनि यसलाई स्वीकार गर्दै आफूले इजरायल र अमेरिका विरुद्ध कडा प्रतिकार जारी राख्ने घोषणा गरेको छ र इरान सरकारले त्यहाँ 40 दिने शोक तथा सार्वजनिक मनोवैज्ञानिक एकतालाई प्राथमिकता दिएको छ। उक्त हमलाको प्रतिकारमा इरानले केही मिसाइल र ड्रोनहरू खाडी मुलुक कुवेत, बहराइन, युएई र कतारका प्रमुख क्षेत्रहरूमा प्रहार गरेको छ, जहाँ ठूलो सङ्ख्यामा नेपालीहरू कामदारको रूपमा र बसोबास गर्दै आइरहेका छन्। अहिले नेपाल सरकारको परराष्ट्र मन्त्रालयले सम्पूर्ण नेपालीहरूलाई सावधानी अपनाउन, स्थानीय सुरक्षा निर्देशनलाई कडाइका साथ पालना गर्न, स्थानीय निकायसँग निरन्तर सम्पर्कमा रहन र अत्यावश्यक बाहेकका यात्रा स्थगन गर्न, बाहिर नजान अनुरोध गरेको छ। हाल इरानमा त्यहाँको संविधान आर्टिकल 111 अनुसार अन्तरिम नेतृत्व परिषद गठन गरिएको छ, जसले नयाँ नेतृत्व चयन नभएसम्म जिम्मेवारी सम्हाल्नेछ। नेतृत्वमा राष्ट्रपति मौसद पेजेस्कियन, कूटनीतिक र सुरक्षा सम्बन्धी वरिष्ठहरू, एक वरिष्ठ धर्मगुरु रहेका छन्। यो परिषदले देशलाई स्थिर राख्न र नयाँ सर्वोच्च नेता छान्ने जिम्मेवारी पाएको छ। त्यहाँको सुप्रिम लिडरको चयनका लागि शीर्ष स्थानमा वरिष्ठ धर्मगुरु आयातोल्ला अली रेजा आरफी अली खामेनीका छोरा मुक्तबा खामेनीको पनि नाम चर्चामा आइरहेको छ। उक्त हमलाको विषयमा भने सैन्य शक्ति, अर्थतन्त्र र हतियारको रूपमा बलियो मानिने चाइना, रसिया, भारत र युके जस्ता राष्ट्रहरूले कुनै पनि प्रतिक्रिया जनाएका छैनन्। यसले गर्दा स्थिति अझै खतरा हुन सक्ने सङ्केत गरिएको छ। यसले तेस्रो विश्वयुद्धलाई छिट्टै निम्त्याउने पनि सङ्केत गरिएको छ।